रवि र बालेनको मिलन पश्चात अब पूर्वमा दुर्गा प्रसाई र हर्का साम्पाङ मिल्नुपर्छ भनेर सबैले जोडबलका साथ बोलिरहेका छन्। के छ तपाईँको भनाइ यसमा? होइन, मिल्दाखेरि राम्रो हो होइन। अब हर्कजीसँग मैले अहिलेसम्म भेटेको छैन, अब युट्युबमा मात्रै देखेको। अब अहिले सबैभन्दा ठुलो कुरो के छ भने 2004 साल पछि जुन काङ्ग्रेसको उदय भयो, 2006 सालमा कम्युनिस्टको उदय भयो र त्यहाँदेखि अहिलेसम्म आउँदाखेरि आज देश सबैभन्दा ठुलो सङ्कटमा छ। देशै नरहने स्थिति र पश्चिमाहरूको डिजाइन अनुसार देशै नरहने स्थितिमा पुगेको छ र यो देश अब युक्रेन बन्दैछ। जेलेन्स्कीहरू त जन्माइसक्यो होइन। उनीहरूलाई जेलेन्स्की जन्माउन 68 वर्ष लाग्यो। कुरो बुझ्यो के? राजा महेन्द्रको हत्या त्यत्तिकै भएको थिएन, रहस्यमय मृत्यु। राजदरबारको हत्याकाण्ड त्यत्तिकै भएको थिएन। अब नेपालीहरूले बुझ्ने दिन आएको छ। त्यसले गर्दाखेरि राष्ट्रवादी शक्ति जसलाई देशको माया छ, जसलाई राष्ट्रको माया छ, जसलाई यो भूमिको माया छ, जसलाई यो माटोको माया छ, ती सबैजना एक ठाउँमा आउँदाखेरि राम्रो हो। मैले हर्कजी मात्रै होइन, राष्ट्रप्रति माया हुने, समर्पित हुने होइन, यो माटोप्रति माया हुने, यो धरतीप्रति माया हुने जति पनि धरतीपुत्रहरू हुनुहुन्छ उहाँहरूलाई एक भएर आउनलाई चाहिँ म आह्वान गर्छु। चाहे मैले के त्याग गर्नुपर्छ, म त प्रधानमन्त्री लायकको मान्छे होइन, हुँदिनँ। म पार्टी अध्यक्ष हुने मान्छे पनि होइन। म एउटा व्यवसायी हो, व्यवसायको पीडा खप्न नसकेर म हिँडेको मान्छे हुँ। मलाई व्यवसायको पीडा कस्तो छ त्यो मैले बुझेको छु। लघु वित्त र सहकारी ब्याङ्कले कस्तो पेलेको छ मान्छेहरूलाई त्यो मैले बुझेको छु। यही कुरा उठाएर आज आउँदै जाँदाखेरि तपाईँको चाहिँ नि यो स्थिति आयो। त्यसले गर्दाखेरि मैले आजभन्दा 5 वर्ष अगाडिदेखि मैले भनेको थिएँ, गोविन्द केसीको जगमा बनेको विवेकशील साझा पार्टी, विवेकशील साझा पार्टीको जगमा बनेको रासपा, बालेन, कुलमानहरू सबै एकै ठाउँमा आउँछन् एक दिन र यो देशलाई युक्रेन बनाउने लाइनमा जान्छन् भने अनुसारै तपाईँले एउटा कुरो बुझ्नु न। आज सिंहदरबारमा आगो लगाउने र भयभरका सहकारी र लघुवित्तहरू खाने मान्छे एक ठाउँमा आयो नि त, आउँदा रहेछन् नि त। भनेपछि त सिंहदरबार आगो लगाउनुको मकसद त यो थिएन नि त। सिंहदरबारमा आगो लगाउने भनेको त भ्रष्टाचारीलाई कारवाही गर्ने हो नि त। खोइ त भ्रष्टाचारीलाई कारवाही गरेको? अहिले मैले सुनेको सुशीला सरकारले सबैजनालाई आऊ होइन, सबैजनालाई आऊ, जस्तो काङ्ग्रेसलाई पनि एकजना तिमी आऊ, एमालेको पनि एकजना आऊ, माओवादीको पनि एकजना आऊ, सबै आऊ, चुनाव गराऊ भनेर भन्दैछन्। र यी सबै मिलेर चुनाव गराउने हो भने नि यो देशले अहिले चुनाव खोजेको होइन नि त, चुनाव खोजेको थिएन नि त। त्यसले गर्दाखेरि सम्पूर्ण नागरिकले बुझ्नु जरुरी छ। र म हर्कजीलाई पनि के भन्छु भनेदेखि खास गरेर तपाईँ आउँदाखेरि होइन, तपाईँ हामी एक भएर जाँदाखेरि फेरि म दुर्गा प्रसादलाई भेट्न जाने हो र आउँदा हुन्छ र भनेर भन्नुहुन्छ होला होइन। म अहिले देश दौडामा छु, देश बोकेर हिँडेको छु। मेरो पार्टी छैन, कुरो बुझेँ होइन। मेरो झन्डा छैन, मेरो नेपालको झन्डा, यो झन्डा बोकेर हिँडेको छु, देश बोकेर हिँडेको छु। म कुनै जाति समुदाय बोकेर हिँडेको छैन, नेपाल बोकेर हिँडेको मान्छे हुनाले गर्दाखेरि तपाईँ हामी सबैजना एक ठाउँ आउँ होइन, एक ठाउँ आउँ